हार्दिक श्रद्धांजलि हार्दिक श्रद्धा खत्म नक्कलीलाई भगाइ लाग्यो छिकेले गेडामै चिलायो कि छालामा चिलायो कि बाहिर कतै चिलायो बोला माया स्कुटी Happy birthday! Happy birthday! Happy birthday! जोरो आएर ढलिङ ह्याप्पी बर्थडे ल मजाले ह्याप्पी बर्थडे मनाउँदै बस है एक्लै हामी त गयौँ गाउँ चोरो सिरो सबै चाठाडो गरेर भगाइसक्यो के बोले भाइ के बोले पुछार भनेको ल हामी चाहिँ लाग्यौँ अब पुछोर आज तनहुँ जिल्ला प्रस्थान गर्न लाग्यौँ हामी ल राम्रोसँग बस अब कस्तो रातो भएको उयो तेरो मोबाइलले रातो देखायो होइन कस्तो रातो भएको छ्या औषधि लिएर आहा छैन टन्नै औषधिहरू केही वरि छैन ल राम्रोसँग बस सी यू इन आफ्टर 4 days जोर्नी म चाहिँ जान्दिनँ त्यस्तो भन्नु ल हामी चाहिँ लाग्यौँ आमा छोरी चाहिँ स्कुटीमा तनहुँसम्मको यात्रा बाटो कस्तो छ थाहा छैन टाउको चिलाइसक्यो अहिले ल सी यू गाइज बाटोमा भेटौँ ल ल घर गइङ होइन त कहाँ टेक्छौ त खुट्टा है ल बस्नु चलाउनु चलाउनु चलाइदिन्छु अझ हार्दिक श्रद्धांजलि खत्म हार्दिक स्वागत दायाँमा हेर्नु त्यहाँ रोडतिर हेर्नु तपाईँ पहिला खानु पानी अनि केमा राख्ने यसमा यो भित्र हाल्ने पहिला खाने अनि कस्तो घाम भएको है पोलेको त पोले खा गर्मी लागेछ हौ साथीहरू आमा घामले पोलेर के साह्रो बिजोग भयो यसमा दिदी खोइ त है दिदी खोइ त वेलकम टु मलेखु मजा आइरहेछ खोल्नु त त्यो खाइदिउँ चुस्स पारेर एनर्जी ड्रिङ्क एनर्जी ड्रिङ्क रेड बुल खाइदिउँ त
खाए ल साथीहरू। खान्न मम्मीले। के खाने भन्नु नि त अरू खाजा मोमो चाउमिन चना हाल्नुहुन्छ कि हाल्नुहुन्न चाउमिनमा? चाउमिन छैन? मोमो के खानुहुन्छ त? केही छैन नि। मोमो 1 प्लेट बनाइदिनु। बफ कि चिकन कुन छ? ल खान्न? चिकन त खान्न अरे। खाने हो? म त खाँदैन त्यो। तपाईँ खानु? माछा मिठो छ म लेखेको? खान्न? मिठो रहेछ। खाए ल साथीहरू। मलेकुको माछा मलेकुको माछा खाइयो। रेडबुल खाइयो। रेडबुल खास खानु त नहुने हो मैले चाहिँ, तर मैले आज खाइदिएँ। रेडबुल खाइयो, माछा खाइयो, रोटी पनि खायो। पानी भित्रकै दिनु न, चिसो खान मन लागेर पो भनेको त। बाहिरको त त्यही छ नि हामीसँग। अब हामी लाग्छौँ आफ्नो घरतर्फ। आरामसँग 3 घन्टा जति लाएर खेल्दै जाने। अब खैरिनीमा गएर त्यहाँ गएर रोक्ने। पैसा तिरै जानुपर्छ रे हजुर। जाम्ला नि त अब के अन्त। अनि के खालको खोलालाई नि पैसा तिर्नुपर्ने के अन्त अब त्यो त्यहाँ ठाउँकै मान्छेले त्यो पहिला हाम्रो त्यतिकै खेलेर गए है। अस्ति नै परार त्यो बेलामा त त्यस्तो बनाएको थिएन नि त। के हो त्यो बनाएको थिएन। अनि त्यो भएर त्यो बनाएको पैसा लिएको क्या हामीसँग त्यो हेर्नुको लागि। कसले बनाएको थियो त्यसलाई त खोज्नु गएर है। अब एकैचोटि खैरिनीको झरनामा भेटौँला साथीहरू। ल है त। खोइ कपडा त ए राम हेर्दै नि उडाउनु पर्छ। पानी खाने हो? पाउनमा पानी लिएर तिनीहरू कट्यो भेटेको खोइ पनि यादै गर्दैन। क्या मजा आयो। मैले काठमाडौँबाट आइराख्दाखेरि ठ्याक्कै यो मुग्लिन पुग्ने बेलाको ठाउँ हो होइन। अब मलाई यहाँ चाहिँ जहिले पनि म यो बाटो हिँड्थेँ त्यतिखेर मलाई चाहिँ यहाँ एकपटक यसरी चाहिँ बाटोमा टक्क बिसाएर आरामसँग बसेर एकचोटि शीतल हावा चाख्ने मन थियो। आज सपना पुरा भयो। क्या आनन्द आएको यार। त लास्टै मजा आयो। मलाई जहिले बस्न मन लाग्थ्यो कि यहाँनिर आएको बेलामा के। अनि जहिले म यहाँ अब घर पुग्न लागिसक्यो भन्दै कुद्थेँ कि म जहिले नि। तर आज चाहिँ बसियो, मजा आयो। कपडा चाहिँ फेरि साध्यै भएको छैन हौ आमा। नेक्स्ट लेभल भयो त कपडा त। डेन्जर आउँछ अरे। यस्तै हुन्छ भनेर मैले कपडा लगाएको थिएँ।
खुट्टा पनि कालो छ नि त अब यसलाई त टक्क धुन पनि सजिलो हुन्छ हैन त्यही भएर मैले फुल कालो हुन त म जहिले कालै हो तै पनि टक्क लाएर के खोइ रे फोटो खिच्दिनी ल हारमोनलाई फोटो खिच्दिनु पर्यो अरे यहीबाट खिचिदिन्छु म यही क्यामेराबाट खिचिदिन्छु क्या यहाँ बस्नु त कहाँ बस्नुहुन्छ ल भन्नु त्यहीँ बस्ने हो ल म खिचिदिन्छु ओहो यो त गजब आनन्द छ त गाठे कस्तो फिल भइरहेछ तपाईँलाई यसको ठाउँ यो खोलाको नाम चाहिँ के अरे यो ठाउँको नाम भन्नु नि त अनि के हो फुस्रे खोला के त अहिले तपाईँले फुस्रे खोला भने के त यो 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 खैरे खोला खैरे डाँडा छ त जम्मै अनि क्या आनन्द आयो यार गरिब भयो क्या है आँखा चिलायो कि कस्तो तपाईँको सल खुब राम्रो होला नदेखेको मात्रै हो त्यहाँ भोलि धुलै धुलो छ जम्मै यो यताबाट अब चिलाहा कता चिलाहा भित्र चिलाहा यहाँ हो कि यहाँ हो गेडामै चिला हो कि छालामा चिला गेडामै चिला हो कि छालामा चिला कि बाहिर कता चिला नाग्दी खोला नाप्दी खोला नापेको क्या कसले के नापेछ है राम 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 यति धुलो खाइयो कि आज कति 1 केजी त खाइयो होला है 2 जनाले गरेर 2 केजी धुलो त खाइयो होला समात्नु त हातमा समात्नु त थियो क्यामेरा अन भयो माइक अन भयो म आँखामा पानी हाल्छु आँखामा पानी हाल्नु अघि कस्तो शीतल भयो यहाँ बसेर कि भातन पाएर लु नखाने कसले चिलाएको धुलोले हो कि इचिङ मलाई त्यो डक्टरले अस्ति भन्थ्यो तपाईँको त्यो तपाईँ धेरै हिँड्नुहुन्छ हो धुलोमा भन्थ्यो स्कुटीमा हिँड्नु त भाइजर लाउँछु हेलमेट लाउँछु भनेको तपाईँको आँखा त्यो धुलो सुलोले नि हुनसक्छ त्यस्तो चिलाएको भनेर त्यो त त्यसले मलाई ड्रप दिएको त त्यसले होइन उहाँले डक्टरजीले त्यसले भन्नाले उहाँ डक्टरजीले डाक्टर साहबले चाहिँ अनि त्यो भएर त मलाई दिनुभएको नि औषधि दिनुभएको रात किन हुन्छ हजुर दिन किन हुन्छ ए देखि बोक्नु मिलिहाल्छ नि फ्रिज कोठा सार्दाखेरिको सामानहरू डाङडुङ घन्द्राङ घुन्द्रुङ भाँडाहरू मिलिहाल्छ पर्दैन त्यो उची पर्छ होला त्यो के अरे सानो खालको हुन्छ नि सानो खालको ट्रक मिनी ट्रक क्या त्यो ठुलो ट्रक होइन क्या ट्रक त ट्रकै हो त्यसले त के भन्छ ट्रक होइन टिपर भन्छ टिपर जस्तो खालको टाइपको कि टिपर पनि होइन के हो भन्छ हौ ट्रकै हो अलि सानो ट्रक ठुलो ट्रक भन्दा अलि सानो ट्रक
के भन्थे कान सुन्दिन र अहिले हेरेर मिल्दैन फोटो घर गरेर हिँड्थे कसको गीत गाउने कसको गाने के अरे त्यो शान्तिश्री परिवारको गीत गाउँछ बोला माया लो किन हाँस्नु भयो के भयो कस्तो फिलिङ्समा गाइरहेको थिएँ बिच बोला माया एक वचन बोला गाडी पनि गर्दै कसरी तिम्रै बोली छ मलाई अनमोला भन्नु धेरै भयो इज्जतको सवाल है ठाकुर कस्तो पुरा लाग्दो घङ्ग्र्याङ्ग परेको छङ्ग्र्याङ्ग परेको डाँडा हो र नि तपाईँको ज्याकेट चाहिँ खोल्छै पुऱ्याउँछ जस्तो लागिरहेको कि किन बुझ्नु पर्यो जाम अब माथि जाने गाडी रहेछ ल्याउ नि त म बनाइहाल्छु मेरो मान्छे हल्लाउने हात चलेको फाइनली साथीहरू घर आइपुगेर पनि नुहाई धुवाई गरियो बाबा धुलो धुवा यति धेरै कि आहा आफ्नो गाउँ भने आफ्नै गाउँ कति आनन्द अब सुकुटी बनाइदिन्छ टक्क पोकको मासु लिएर आएछ पोर्कको मासु लिएर आएको छु टक्क सुकुटी बनाउँछु अब चाहिँ म है त ल है साथीहरू यो चाहिँ हो हाम्रो गाउँको मेरो घरबाट देखिने यो रातिको सिन हो अनि त्यस पछाडि त्यसलाई चाहिँ हामीले मयबल डाँडा भन्छ त्यो चाहिँ हामीले मयबल डाँडा भन्छ त्यहाँनिर पुरा अब यो चैत वैशाख लाग्यो नि त चैत वैशाख लागे पछाडि चाहिँ पुरा त्यहाँनिर चाहिँ यसरी आगो लाग्छ कि यसरी अब तपाईँहरूलाई थाहा छ नि त चैत वैशाखमा खडेरीको बेलामा गाउँघरमा जताततै डाँडाकाँडातिर आगो लगाउने हो कि लाग्ने हो अब के हो त्यो हुन्छ नि त होइन पुरा उहाँ मयबल डाँडामा आगो लागिरहेछ क्या मलाई यस्तो चाहिँ फेरि रमाइलो लाग्छ फेरि मलाई यस्तो सिन देख्दाखेरि अनि हाम्रो यहाँ चाहिँ फेरि के बौसी जस्तो मम्मी के बौसी जस्तो उता यस्तै भिडियो फर्काएको त कपाल फर्काएर यहाँ पुरा हाम्रो मम्मी चाहिँ यहाँ कपाल त जरक्क बनाइदिएको सुकुटी बनाउँदै हुनुहुन्छ आँगनमा ल साथी हो सुकुटी आम्मा पोक सुकुटी पोक
अरे बाप्रे हामीसँग चुलो थिएन है सो हामीले एकैछिनमा बनाएको चुलो हो यो चाहिँ अघि भर्खर आएर अनि आगो फुकेर अनि पुरा यहाँ पोक सुकुटी बनाउँदैछ है साथी हो भोलिबाट लगातार सुकुटी बनाउने काम हुन्छ अब पोक चिकन बफ है आहा रमाइलो छ जिन्दगी होइन ले के भयो त्यस्तो के हेर मेरो उस्तै टी सर्ट लगाएर मम्मीको र मेरो टी सर्ट उस्तै सेम टी सर्ट केटीएम सिटीबाट ल्याएको अलि शिर जाडो भयो बेलुकाखेरि अनि त्यो भएर नाइटो ड्रेस लगाएको नाइटो ड्रेस लगाएको मम्मी एक लुक चाहिँ यता हेर्नु न भने कस्तो होला प्लिज के हेरिदिनु न आम्मा हिरोनी जस्तै अम्मा यस्तो कडा लुक्स होइन आम्मा यस्तो लुक्स देखेपछि त अनि आम्मा त्यस्तो त्यो हिरोनीहरूको त के लुक्स हुन्छ र हो नि त हाम्रो मम्मीको लुक्स त्यस्तो खतरा म एकचोटि हेरिदिनु न लास्टचोटि हेरिदिनु न मम्मी एक लुक्स हेरिदिनु न यता नजिस्काए मलाई अब मार्छ कि क्या हो थुरुरुरु कामे म हेर्नु न यता एक लुक्स हेर्नु त यता आम्मा त्यसरी हेर्दा नि कडा देख्यो गुड नाइट एभ्रिवान सबैजनालाई बाई बाई आजको भ्लग्स यति नै भोलिको भ्लगमा भेटौँला लभ यु अल